फाइनली रेडी चाहिँ भयो पारा गाइस यो क्यामेराम्यान चाहिँ हाम्रो च्याङजोङ भाइ हो अनि हामी चाहिँ अहिले ट्राभलमा चाहिँ लाग्दैछौँ यहाँबाट चाहिँ हैन अब फाइनली चाहिँ हामी चाहिँ यहाँबाट लागिसकेको छौँ हल्का हामी बजारमा चाहिँ बुझ्यौँ अनि त्यहाँबाट अहिले चाहिँ हिँड्दैछौँ अगाडि बाजेहरू पनि हिँडिराख्नु भएको रहेछ गाइस हो हामी चाहिँ अहिले जैतुन पार्क भन्ने चाहिँ ठाउँमा हिँड्दैछौँ जान चाहिँ आज चाहिँ हिँडेको हामी दोकानमा हो मलाई लास्ट हुस्से लागिरहेछ हुस्से चाहिँ यस्तो लागिरहेछ बाटोमा अब अलिकति नजिक घरि छ्याङ्ग हुन्छ घरि देखिन्छ होइन फाइनली गाइज हामी चाहिँ अहिले धेरै हिँडाइपछि हामी मुडे बास कटेर चाहिँ राजारानी आइपुग्न आँटेको छौँ अनि अलिकति टाइम लाग्छ अब मुडे बास राजारानीबाट अलिकति परतिर छ भन्नाले अलिकति डाँडा बजार परतिर राजारानी भन्दा परतिर चाहिँ हाम्रो चाहिँ जैतुन पार्क फाइनली गाइज हामी चाहिँ अहिले राजारानी आइपुगेका छौँ अनि राजारानी ताल चाहिँ यता छ राजारानीमा आइपुग्यौँ अब यहाँबाट चाहिँ हामीलाई कति लाग्छ टाइम त्यस्तै आधी घन्टा 1 घन्टा चाहिँ लाग्ने चाहिँ भयो अब हामी चाहिँ यहाँबाट जैतुन पार्क पुग्नको लागि चाहिँ अनि हामी चाहिँ यहाँबाट जाँदैछौँ राजारानी चाहिँ सहर यही हो परको यो चाहिँ ताल हो राजारानी ताल चाहिँ यहाँ छ होइन अनि आज चाहिँ हामी अब यहाँबाट टक्कलै यताउति गरेर चाहिँ फाइनल गाइज हामी चाहिँ अहिले जैतुन पार्कमा आइसकेको छौँ जैतुन पार्क चाहिँ यही हो यहाँ चाहिँ रहेछ यहाँ टिकट काट्नलाई चाहिँ मान्छे छैन टिकट काट्नलाई चाहिँ आएको मान्छे पनि गइरहन्छ यताको मान्छे कहाँ गएछ होइन यहाँ चाहिँ फुलहरू रोपिरहेछ यहाँ होटलहरू छ आजको दिन चाहिँ फेरि खतरा भइदिइरहेको आउनुभयो फाइनली चाहिँ अङ्कल आउनुभयो अब हामी चाहिँ टक्कले टिकट काट्ने अनि भित्र चाहिँ जानेछौँ कति रुपियाँ पर्छ टिकटलाई चाहन्छु न म कति हो अङ्कल दुईजनाको ए 50 रुपियाँ अब हामीले चाहिँ यहाँ टिकट काट्ने हो फाइनली चाहिँ हामीले टिकट चाहिँ काटिसक्यौँ 2टा टिकट अनि अब हामी चाहिँ भित्र जानुपर्ने हुन्छ सबै घुम्न पाइयो होइन हजुर गुराँस फुलेको छैन नि फुल्दैछ आज अलिक मौसम चाहिँ अलिक मौसम अलिकति कुहिरो लागेको छ हजुर त्यही हो अनि हामी चाहिँ अहिले जैतुन पार्क आयौँ होइन टिकट चाहिँ यही चाहिँ हो टिकट चाहिँ हामीले 2टा काटेको छौँ यहाँ चाहिँ जैतुन पार्क लेखेको छ होइन अनि गुराँस चाहिँ फुलिरहेको रहेछ अनि हल्का यहाँ फुल्न आँटेको छ कोपिलाहरू मात्रै छ कुखुरा चाहिँ रहेछ यो चाहिँ वासरुममा यो चाहिँ नदेखाऊँ होइन अनि टिका भाइ जैतुन पार्क आएर कस्तो अनुभव भइरहेको छ तल एकदम राम्रो अलिक चिसो मौसम जाडो मौसम चाहिँ भइरहेछ अनि गुराँस चाहिँ यहाँ छ टिप्न चाहिँ पाइँदैन तर पनि गुराँस चाहिँ राम्रो फुलिरहेछ यो अझै फुल्नै चाहिँ बाँकी छ गुराँसहरूको बोट छ होइन यहाँ चाहिँ यो चाहिँ क्रिस्चियनहरूले चाहिँ बनाएको पार्क चाहिँ रहेछ होइन यहाँ तल चर्च चाहिँ छ अनि यहाँ चाहिँ पुरा पार्क चाहिँ बनाइदियो रहेछ अनि यहाँ चाहिँ जरायो होइन यो जरायो पनि चाहिँ रहेछ सानो चाहिँ जरायो रहेछ अनि खरायो पनि छ ऱ्याबिट खरायो अनि सेतो खालको परेवा र अनि कालो खालको परेवा चाहिँ रहेछ अनि जरायो चाहिँ हिँडिरहेछ जरायो चाहिँ भाइ अनि यहाँ खरायो चाहिँ एउटा मात्रै खरायो रहेछ सायद एउटै मात्रै खरायो होला जरायो हेरिस् नि भाइ
देखेको थिइस् पहिले? देखेको थिइनँ मैले चाहिँ पहिले नि देखेँ। यहाँ खेल्नेहरू ठाउँ पनि चाहिँ बनाएर रहेछ। यहाँ चाहिँ जैतुन भनेर लेखिरहेछ अगाडि चाहिँ। फोटोहरू गर्नलाई चाहिँ दामी बनाएर रहेछ होइन। आज मौसम चाहिँ दामी भए चाहिँ हुन्थ्यो। गुराँस पनि यहाँ फुलिरहेछ। यहाँ चाहिँ टन्नै फुल्या रहेछ अलिकति राम्रो। अनि यहाँ चाहिँ यसु भन्छ होइन, यसुको चाहिँ यो चाहिँ ऊ रहेछ होइन। यहाँ चाहिँ ड्रइङ चाहिँ बनाएर रहेछ होइन। अनि आर्ट चाहिँ अनि अब यो चाहिँ क्रिस्चियनको भएर नि चाहिँ अब यहाँ चाहिँ छ नि त, यहाँ नेपालको झन्डा छ। अनि यो चाहिँ क्रस चिन्ह पनि यहाँ चाहिँ राखिरहेछ। जान त चिप्ले भाइ चाहिँ यहाँ चिप्लिने अरे होइन। अनि अब यहाँ चिप्लिन्छ भाइ चाहिँ। हामी पनि बच्चै हो नि त होइन। ब्ल्याक त बसेर गर्नुपर्छ क्या हो। कपडा चाहिँ कस्तो भयो पछाडि यहाँ त खोइ त तेरो आमा राम्रो भएछ भाइ। अनि यहाँ पिङ चाहिँ खेल्ने चाहिँ छ। बस कि च्याउ पनि रहेछ यहाँ चाहिँ। अब यो डिकी च्याउ हामी खेल्ने बच्चा चाहिँ बच्चै हो होइन। यहाँबाट चाहिँ यो यसलाई चाहिँ म यहाँबाट चाहिँ उठ्दैन होइन। यो चाहिँ उठ्नै सक्दैन। जति नै प्रयास गरे पनि म उठ्नुपर्ने हुन्छ। वाह मजा आएको छ। अनि चाहिँ रमाइलो चाहिँ गर्दैछौँ होइन। अहिले चाहिँ जैतुन पार्क आएर अनि यहाँ लेखिएको छ फुल टिप्न मनाइ छ। फुल चाहिँ टिप्नु हुँदैन यहाँ चाहिँ, झरेको चाहिँ टिप्न सकिन्छ होइन। अनि यो चाहिँ यो प्लेस चाहिँ दामी नै रहेछ होइन। हामी चाहिँ अहिले मजा गर्दैछौँ होइन भाइ? हजुर मजा चाहिँ गर्दै पारा गाइज। हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ साँच्चै भन्दा जैतुन पार्कमा चाहिँ एक्लै हामी दुईजना मात्रै छौँ। आज भोलिको दिन भएर होला सबैजना कोही पनि चाहिँ आएर हिँड्छ। अनि हामी मात्रै चाहिँ छौँ। अब यहाँ चाहिँ फेरि वाटरफल बनाएर छ होइन। यस भोलि कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लाई मरिन्छ कि बाँचिन्छ लाई सम्झना नै मिठो हुन्छ जुनी जुनी साँचिन्छ लाई जुनी जुनी साँचिन्छ लाई त्यही मिठो सम्झना तल चाहिँ यस्तो छाप्दै रहेछ होइन। ढुङ्गासुङ्गाहरूले हिँड्ने बाटोहरू चाहिँ दामी बनाएर रहेछ। टिका भाइ चाहिँ यहाँ जस्तै उसलाई च्याङजुङ नै भन्छ, घरि टिका नै भन्छ। उसको निक नेम चाहिँ च्याङजुङ भन्छौँ क्या हामी बोलाउँछ। अनि त्यो भएर च्याङजुङ नै आउँछ। टिका भाइ हो उसको नाम चाहिँ। अनि ऊ र म आएको छौँ। उसलाई पनि चाहिँ एकदम रमाइलो भइरहेछ अरे। म पनि चाहिँ रमाइलो गर्दैछु। यता तल चाहिँ पुरा गुराँस फुलिरहेछ। गुराँस फुलेको भन्दा नि आधी चाहिँ फुल्नै बाँकी रहेछ। नामहरू चाहिँ लेखिरहेछ होइन। को यहाँ चाहिँ मृतकको नाम, ठेगाना, जन्म, मृत्यु चाहिँ लेखिरहेछ होइन। अनि यहाँ चाहिँ तपाईँहरू पढ्न सक्नुहुन्छ के हो भनेर चाहिँ। यो चाहिँ पुरा यो एउटा स्तम्भ बनाएर रहेछ मान्छेहरूको नामहरू चाहिँ लेख्नलाई चाहिँ होइन। हामी चाहिँ अहिले माथि डाँडामा चाहिँ आएको छौँ। डाँडामा चाहिँ यहाँ चाहिँ पानी ट्याङ्की रहेछ। यहाँ चाहिँ मिटिङ गर्ने ठाउँ, दुईजना बसेर अब मिटिङ गर्ने ठाउँ चाहिँ होला सायद होइन। अनि यो घर पनि छ सिरान घर के हो आई डोन्ट नो, थाहा भएन मलाई चाहिँ। तर सिरान घर चाहिँ लेखिएको छ। घर चाहिँ दामी नै बनाएर छ। यहाँ मलाई पुरै जानकारी चाहिँ छैन। घर रहेछ म त्यति नै भन्न चाहन्छु। अनि फेरि हुस्से चाहिँ लाग्यो। यता जाउँ न। हुँदैन गुराँसको फुल यहाँ चाहिँ छ। अनि अगाडि चाहिँ एउटा सानो बोट छ। त्यो बोटमा चाहिँ पुरा उयो रहेछ, फुलिरहेछ गुराँस चाहिँ। आँच यहाँ यो चाहिँ कोपिलाहरू पनि लाग्दैछ। फुल्न आँटेको रहेछ यो चाहिँ। जहाँ पनि बस्ने ठाउँ चाहिँ दामी दामी बनाइदिरहेको रहेछ योमा ठाउँमा। गर्मीमा आउन चाहिँ एकदम रमाइलो चाहिँ हुने रहेछ होइन। बस्ने ठाउँहरू यहाँ चाहिँ छ के भनेको छ होइन। यो चाहिँ जसलाई प्रेयर गर्नेहरू मात्रै जान पाउने होला सायद त्यस्तो होला भनेर हामी चाहिँ यता जाँदैनौँ। आज जाँदैनौँ
अनि यता जानु हुँदैन होला भित्र मात्रै लेखिएको छ यहाँ चाहिँ आई डोन्ट नो के हो हैन यता चाहिँ प्रेयर गर्ने होला उनीहरूको चाहिँ ठाउँ हैन अनि हामी चाहिँ जादिनँ मैले हामी चाहिँ जुन जुन घुम्ने ठाउँ हो त्यतामा चाहिँ हामी चाहिँ जानेछौँ मैले अनि नेपालको झन्डा यहाँ माथि चाहिँ नेपालको झन्डा छ अनि नेपालको नक्सा छ तल चाहिँ हट डिल चाहिँ बनाइरहेछ अनि त्यहाँबाट वाटरफल बनाएर छ हैन यहाँ चाहिँ पानी आइरहेछ फेरि हुस्से चाहिँ लाग्दियो अनि हुस्सेमा चाहिँ हल्का फोटोहरू खिचौँ भनेको त फेरि फोटो नै कस्तो कालो न कालो आयो खिच्ने चाहिँ किनभने छ सटर रुम मिल्छ यो चाहिँ जू चाहिँ बनाएर चाहिँ यहाँ तल चाहिँ यहाँबाट पनि देखिरहेछ जरायो नाम जरायो मेबी जरायो होला हामीले चाहिँ अहिले टावरमा चाहिँ चढ्न आँटेको छौँ माथि यहाँबाट चाहिँ भ्यूहरू हेर्न पाइन्छ हैन अनि यहाँ चाहिँ टक्क यो घामहरू राम्रो लाग्दिएको भए चाहिँ दामी देख्ने होला यहाँबाट चाहिँ प्रेयर हब चाहिँ रहेछ यो चाहिँ प्रेयर गर्ने ठाउँ रहेछ आई डोन्ट नो हामीलाई चाहिँ थाहा छैन यहाँ आउनुहुन्छ हुँदैन तर हामी चाहिँ चढ्थ्यौँ अब कसैले नचढ भने यहाँ आउँदा कसैले कराउने सराउने चाहिँ हुँदैन होला सायद अब सबै पार्क घुम्ने भने चाहिँ यो खुल्ला नि रहेछ नि त है त्यही भएर चाहिँ यो तल चाहिँ जू बनाएर रहेछ यहाँ तल चाहिँ भटाक गर्दैछ परेवाहरू सेतो परेवा नि रहेछ यो चाहिँ यो के पो फल इपी फल या कि एप्पी एप्पल भन्छ के चाहिँ एप्पल एउटा एप्पलै हो यो चाहिँ दामी हुन्छ मैले एकचोटि खाएको छु फुलिरहेको रहेछ यहाँ पनि एउटा सानो फुलिरहेको रहेछ ठ्याक्कै ठाउँ चाहिँ फुलहरू रोपिरहेको रहेछ यहाँ चाहिँ दामी यो चाहिँ जैतुन पार्क थ्याङ्क यू फर भिजिटिङ कम अगेन भनेर चाहिँ माथि लेखिरहेछ अनि यहाँ चाहिँ जैतुन भनेर फोटो खिच्ने ठाउँ चाहिँ बनाइदिएको रहेछ यो चाहिँ दम दर मस्त मस्त दर दर मस्त मस्त दर दम ओ हम दम बिन तेरे क्या जीना गगर जैतुन पार्क घुमिसक्यौँ अब हामी चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ हामीले चाहिँ अब यहाँबाट हामी लाग्ने हैन पार्क चाहिँ यो हुस्से लागेर पुरा जैतुन भन्नेलाई चाहिँ देखेको छैन पुरा कुहिरो लागिरहेछ अनि यो चाहिँ गेट हो सुरक्षा गार्ड बस्ने ठाउँ रहेछ यहाँ अनि यो चाहिँ म हो सुन्दर चेहरा तुम लोग के पास इधर है हिन्दीमा भन्दा चाहिँ यो चाहिँ म हो गाई छौ म चाहिँ हामी चाहिँ लाग्न अब हजुर धन्यवाद हामी चाहिँ यहाँ हुनुहुन्छ दाइ हुनुहुन्छ होइन यहाँको गार्ड चाहिँ अनि जैतुन पार्क यो चाहिँ कहिले बनेको हो दाजु यो तपाईको 2 साल भयो 2 साल भयो ए अब योभन्दा अलिक अर्को अझै राम्रो बन्दै जान्छ कि अझै अब अरू पनि बन्ने छ कि बिस्तार बन्छ ए बन्ने केही कुराहरु थपिन्छ यहाँ हजुर अनि आउनु परे चाहिँ कहाँ आउनु पर्ने हो यो यहाँ ठाउँमा चाहिँ कुन ठाउँमा आउनु पर्ने हो कहाँदेखि भन्नुहोस् यो पार्क नै जैतुन पार्क भनेर आयो भने हजुर कुन ठाउँ मुडे यो ठाउँ चाहिँ हजुर ठाउँ चाहिँ यो मोरङ जिल्ला हजुर हजुर गाउँपालिका केराबारी हो हजुर त्यसको यो चाहिँ तपाईको लास्ट यो मोरङ जिल्लाको चाहिँ लास्ट हो यो ठाउँ ए ल धन्यवाद भाइ ए हुन्छ धन्यवाद धन्यवाद कुनै बेला आउनु हो भने अब हजुर त्यस्तै पार्टी साटी खाने गरी आउनु हो भने तपाईहरुले फोन गरेर पनि आउन सक्नुहुन्छ ए हुन्छ हामी अब अरू गर्छौँ आज जाने भने थुप्रो थियो कि मान्छेहरू अनि अब सबैजना बिजी भएर होलीको बेला अनि हामी दुईजना चाहिँ लुज्यौँ भने हाम्रो नि प्लान त 1 महिनाबाटै थियो कि आउने चाहिँ अनि त्यही भएर लु दाजु ल धन्यवाद फाइनल गाइज हामी चाहिँ जैतुन पार्क दुली पनि सक्यौँ जैतुन पार्क भनेर चाहिँ यहाँ पनि लेखिरहेछ अनि यो ठाउँ अनि तपाईँहरू यहाँ पनि चाहिँ आउन सक्नुहुन्छ ठेगानाहरू सबै भन्ती चाहिँ सक्नुभयो यहाँ दाइले चाहिँ अनि अब हामी चाहिँ जान्छौँ यहाँ हामी तल पुगेर खाजा खाने होइन हामी तल पुगेर खाजा खान्छौँ अहिले पनि खाएर आएको कि गाइजन त्यो भएर यहाँ पनि गुराँस चाहिँ सानो सानो फुली चाहिँ रहेछ हाम्रो साधन यहाँ छ योभन्दा जैतुन पार्कको यात्रापछि हामी चाहिँ अहिले
होटलमा आएको छौँ राजा रानी आइपुगेर होटलमा चाहिँ खाजा खान बसिरहेको छौँ टिका भाइ यहाँ बसिरहेछ यात्रा कस्तो हो है एकदम राम्रो हो जाडो भयो होइन जाडोले झन्डै मार्यो ओभरै जाडो छ होइन आज त भुस्सीहरू पनि लगाइरहेछ हामी चाहिँ यहाँले थुक्पा खानालाई चाहिँ बसिरहेको छ थुक्पा खानालाई चाहिँ बसिरहेछौँ गाइज अब आउँछ बनिसकेर हामी खाएर लाग्छौँ होली छ सौरेमा गएर होली पनि मनाउनु पर्ने छ हामीले चाहिँ फाइनल चाहिँ हाम्रो खाना आइपुगेको छ थुक्पा अब हामी थुक्पा चाहिँ खान्छौँ होइन गाइज चिसोमा तातो तातो थुक्पाको रस खान चाहिँ बबाल मजा हुन्छ साथमा अचार दामी छ चिसोमा दामी छ है ओके गाइज खाएर भेट्नेछौँ